हेलो नमस्ते मेरो फेसबुकको सबै साथीहरूलाई नमस्ते छ मेरोबाट। म चाहिँ आज धेरै दिन बाद भिडियो बनाउँदैछु। धेरै दिन बाद भन्दा पनि 1-2 दिन भयो मैले भिडियो नबनाएको। आज फेरि बनाउनु गइरहेछु। तपाईँहरू कस्तो हुनुहुन्छ, के गर्नुहुँदैछ? म चाहिँ खाना पकाउँदैछु आज हो। रातिको खाना डिनर बनाउँदैछु। डिनरमा चाहिँ के बनाउँदैछु भन्दा चाहिँ मैले गुन्द्रुकको झोल र आलु र साग बनाउँदैछु। आजको डिनर चाहिँ हाम्रो गुन्द्रुकको झोल र रायोको साग छ, अनि आलु भात छ। त्यति छ आजको डिनर हाम्रो। यो चाहिँ गुन्द्रुकको झोल बनाउनु आँटेको मैले। दाल पनि कति खानु है साथीहरू, दाल खाँदा खाँदा वाक्कै लाग्छ। म चाहिँ दाल मन पनि पर्दैन, अरूको लागि चाहिँ पकाइदिन्छु। म चाहिँ बेसी खाँदिनँ पनि दाल त, बरु गुन्द्रुकको झोलहरू मनपर्छ यसरी हो। यता चाहिँ साग र आलु पकाउँदैछु। यहाँ आलु र साग काली पनि सकेछ साथीहरू। यता गर्दा गर्दा यतापट्टि त काली पनि सकेछ। आजको डिनर चाहिँ मेरो चाहिँ यस्तो छ है। गुन्द्रुकमा चाहिँ गुन्द्रुकको झोल चाहिँ मेरो छोराले पनि पुरा मन पराउँछ। त्यही भएर चाहिँ म गुन्द्रुकको झोल पकाउनु चाहिँ मनपर्छ, मलाई पनि मनपर्छ, मेरो छोराले पनि मन पराउँछ। त्यही भएर चाहिँ छोरा र म मात्रै छौँ घरमा त, 2जना हो। हस्बेन्ड त ड्युटी जाइहाल्नुभयो। त्यही भएर सब्जी पनि कम्ती देख्नुभयो होला तपाईँहरूले, कम्ती नसोच्नुहोस् हो। हामी 2जना मात्रै हो, आमा छोराको लागि मात्रै हो यो सब्जी पनि। सब्जी पनि अब लगभग पाक्नु आँटेछ, मेरो खाना पाक्नु आँट्यो। यता भात पाक्दैछ राइस कुकरमा, पाक्नु आँट्यो मेरो खाना। अब यसमा नुन हाल्छु म, त्यहाँदेखि एकछिन उम्लिएपछि खाना रेडी भयो मेरो। साथीहरू मेरो चाहिँ खाना पाकिसक्यो हो। अब खानु आँटेको, अब खाना खाएर चाहिँ म सुत्ने हो। त्यही कारण अब तपाईँहरूलाई पनि म खाना खानु गएँ भनिरहेको छु। खानुभयो कि भएन तपाईँहरूले पनि, खानुभएको छैन भने खानुहोस् र खाएर चाहिँ अब म चाहिँ सुत्ने हो। तपाईँहरूलाई पनि गुड नाइट। अब फेरि अर्को भिडियोमा भेटौँ। सबैजनालाई गुड नाइट।